Okay, guten Tag zusammen. Ja, das ist hier Lehrer Shivrakash Bosniak. Okay. अब हेर्नुस् त भिलेन ड्राइभ युज हामी तीनटा बुक पढ्छौँ एउटा कोर्स बुक भन्छ यसलाई के हो भनेको रिडर बुक हो है मेन बुक चाहिँ यो हामीले पढ्ने बुक है यो बुक हो है मेन बुक चाहिँ हामीले पढ्ने है त्यसपछि यो बुक छ त्यसलाई हामी के भन्छौँ हार्वर्ड्स बुक भन्छौँ यो चाहिँ वर्क बुक हो कि हामी यसबाट के गर्छौँ एक्सरसाइजहरू गर्छौँ यो बुकबाट चाहिँ हामी हुहरू गर्छौँ मेन हुहरू होइन पढ्छौँ रिडर बुक हो यो चाहिँ मेन है अनि यो चाहिँ हाम्रो हार्वर्ड्स बुक हो है त यो चाहिँ वर्क बुक भयो है यो बुक हुन्छ भने त ग्लोसरी बुक भन्छ यसलाई ग्लोसरी जर्मन टु इङ्ग्लिस टेक्स्ट बुक फर जर्मन भनेर भनेको छ यसमा चाहिँ के हुन्छ भने हामीलाई जुन जुन मिनिङहरू गाह्रो लाग्न सक्छ नि ग्लोसरी बुक के जस्तो हामीले ग्लोसरी भनेर पढाएको थियौँ छुट्टै पढ्थ्यौँ शब्दार्थ यो चाहिँ शब्दार्थको किताब हो कि यसमा चाहिँ बुझ्नु पऱ्यो नि हामीलाई जुन जुन गाह्रो लाग्न सक्छ त्यही वर्ड मिनिङहरू यसमा दिएको हुन्छ है त ल जस्तो हेर्नुहोस् त कसरी उसलाई हेर्ने भन्दा हेर्नु त जस्तो हामीलाई यो कोर्स बुकमा गाह्रो लाग्न सक्ने शब्दहरू जुन हामीलाई गाह्रो लाग्छ नि हो त्यसको मिनिङ चाहिँ यहाँ दिएको हुन्छ हेर्नुहोस् है त नम्बर ईमा के छ आन्चुक भनेको छ आन्चुक भनेको के हो त यसको मिनिङ चाहिँ यहाँनिर दिएको छ हेर्नुहोस् त डेरा आन्चुक भनेको छ सुट अनि आन्चुइगे भनेर भनेको छ यो चाहिँ यसको प्लुरल हो है त है अब सिमिलरली हेर्नुहोस् त के छ एप्पल स्ट्रुडेल हेर्नुहोस् त एप्पल स्ट्रुडेल भनेको हामीले एप्पल केक त लेखेको छ यसको मिनिङ पनि यहाँनिर देखाउनुहोस् न एप्पल स्ट्रुडेल भनेको छ यो ड्यास गरेको मिनिङ कमापछि ड्यास गरेको यसको प्लुरलमा पनि त्यही नै हुन्छ भनेर भनेको है त अब हेर्नुहोस् त यहाँ के छ अटोबान छ त अटोबान हामीले पहिला डिस्कस गरेको थियो यसको मिनिङ यहाँ दिएको छ डी अटोबान अनि इएन छ यो एयुमा चाहिँ हेर्नु त यहाँ एयुमा यु क्यान सी यो एयुमा हेर्नुहोस् त यहाँ यो लाइन तानेको छ नि हो यसको मिनिङ चाहिँ के हो भन्दाखेरि यसमा चाहिँ हामीले प्रोनाउन्स गर्दा स्ट्रेस हुन्छ क्या आउटोबान भन्दा आउमा स्ट्रेस हुन्छ अनि इएन भनेको चाहिँ प्लुरलमा इएन एड हुन्छ भनेको है त यो भनेको के हो हेर्नुहोस् त हाइवे भनेर भनेको सिमिलर हेर्नुहोस् त बुल्गारिसको मिनिङ दिएको छ बुल्गारिस हाम्रो यहाँ कहाँनिर छ त यहाँनिर चाहिँ आन्चुक भनेको बुल्गारिस भनेको चाहिँ बुल्गारिस भनेको चाहिँ बुल्गेरियन ल्याङ्ग्वेज हो जस्तै स्पिच टु बुल्गारिस भनेको चाहिँ डु स्पिक बुल्गेरियन भनेर भनेको है यो भनेको है अब सिमिलरली अर्को के छ हेर्नुहोस् त बुटरब्रोड भनेको चाहिँ दास बुटरब्रोड भनेर भनेको छ बुटरब्रोड भनेको चाहिँ स्यान्डविच हो क्या नौनी हालेको पाउरोटिस लाइक द्याट त्यस्तै खालको है नेपालीमा ट्रान्सलेट गर्दा चाहिँ अब बुटर भनेको नौनी भयो ब्रोड भनेको पाउरोटी होइन तर स्यान्डविच हो त्यो भनेको चाहिँ है त ल अब सिमिलर हेर्नुहोस् न डेयर डास टी भने सबैको मिनिङ द नै हो त्यसको लागि आँतिनु पर्दैन कुन बेलामा डेयर लाग्छ कुन बेलामा डी लाग्छ के हुन्छ कस्तो हुन्छ त्यो हामी लेसन 2 मा गएर पढिहाल्छौँ है त ओके अब हेर्नुहोस् त फ्रान्चोजिस छ होइन फ्रान्चोजिस कहाँनिर दिएको छ फ्रान्चोजिस उयो लेबास्टस फ्रान्चोजिस फ्रान्चोजिस भनेको के हो फ्रेन्च हो हेर्नुहोस् न है फ्रान्चोजिस कान्स टु फ्रान्चोजिस भनेको डु स्पिक फ्रेन्च भनेर भनेको है कान्स भनेको चाहिँ क्यान है खास क्यान यु स्पिक फ्रान्चोजिस भनेको सक्छौ बोल्न भने है यो भनेको है फ्रुस्टुक छ हेर्नुहोस् न है फ्रुस्टुकी दास फ्रुस्टुक है द ब्रेकफास्ट भनेको त फ्रुस्टुकको मिनिङ यहाँ दिएको छ हो ब्रेकफास्ट भनेर हो सिमिलर हेर्नुहोस् न यहाँनिर थियो इन्टरनेसनल भन्ने वर्ड पढाएको थियो नि हामीले इन्टरनेसनल भनेको छ नि यहाँ इन्टरनेसनल भनेको के हो त इन्टरनेसनल यसको प्रोनाउन्सिएसनमा त फरक हुन्छ अब यसको एमा चाहिँ यो लाइन दिनुको कारण के हो भन्दा यहाँ एमा स्ट्रेस हुन्छ भनेको कि इन्टरनेसनल भन्दा एमा स्ट्रेस हुन्छ भनेर भनेको है सिमिलर हेर्नुहोस् त इटालियनिस भनेको छ इटालियनिस कहाँ छ त यहाँनिर चाहिँ हो इटालियनिस भनेर भनेको छ इटालियनिस भनेको के रहेछ त इटालियन हो कि हि स्पिक्स इटालियन भनेको छ नि एयर स्पिक्स इटालियन एउटा इक्जाम एउटा उपनिषेधमा पनि लेखेर दिएको छ है ल सिमिलरली हेर्नुहोस् यहाँ जापानिज भनेर भनेको छ हो भनेको चाहिँ के रहेछ त जापानिज अन्त विएस दासवा जापानिज भनेको छ हाउ टु से द्याट इन जापानिज भनेर भनेको है यु क्यान सी हेर्नुहोस् त यहाँ क्राङ्के भनेको छ क्राङ्के भनेको बिरामी हो नि होइन अब यो ग्लोसरी बुक क्राङ्के भनेको सिक पर्सन रहेछ एन भनेको प्लुरलमा चाहिँ एन एड हुन्छ भनेर भनेको है त यो पछि डिस्कस गर्छ अब डेर रुखजाक चाहिँ यो चाहिँ अब अहिले अर्को बुकमा चाहिँ यहाँ छैन होइन फेन्स्टरको डार्क फेन्स्टरको देखाएन नि त रुखजाक त्यो जुन यो डार्क फेन्स्टर भएको ठाउँमा चाहिँ रुखजाक पनि छ कि अर्को एउटा बुकमा हो कि सेम यही बुकको डिफ्रेन्स त्यति मात्रै हो यसमा है रुखजाक भनेको चाहिँ के रहेछ ब्याकप्याक मतलब भिर्ने झोलालाई हामी रुखजाक भनेर भन्छौँ है सिस हो रुसिस भनेको के रहेछ त रसियन ल्याङ्ग्वेजलाई रुसिस भन्छ रुस भन्छौँ नि हामीले डु स्पिक रसियन भनेर भनेको चाहिँ स्पिच टु रुसिस भनेको चाहिँ तिमी रसियन भाषा बोल्छौ भनेर भनेको टुर्किस हो ल भनेको चाहिँ टर्किस भाषा हेर्नुहोस् न
टर्किस स्पेसिफिक टर्किस भनेको चाहिँ यो भनेको चाहिँ टर्किस आई स्पिक टर्किस भनेर भनेको छ है फ्लुएन्सी उन्गारिस भनेको छ उन्गारिस भनेको चाहिँ हङ्गेरीको ल्याङ्ग्वेज भनेको चाहिँ हङ्गेरियन ओके जी स्पिच उन्गारिस भनेको चाहिँ मतलब सी स्पिच यस्तै गरेर हेर्नु यहाँ मिनिङहरू यसरी दिएको हुन्छ तपाईँलाई जुन जुन मिनिङहरू गाह्रो लाग्न सक्छ यो 1 को ए को एक्सरसाइजमा त्यही मिनिङहरू यहाँ दिएको हुन्छ हो अब 1 को सी मा हेर्नुस् त के छ फेरि 1 को सी मा चाहिँ हान्डेरे केनेन जामेलेन भनेको छ नि हान्डेरे भनेको अदर रहेछ केनेन भनेको टु नो समथिङ यो कुरा चाहिँ यहाँ दिएको छ है हान्डेरे नि यहाँ दिएको छ ओके केनेन पनि दिएको छ यहाँ जामेलिनको पनि दिएको छ ओके अब एसओ भनेको चाहिँ समवान भनेको है कसैलाई चिन्नुलाई केनेन भनेर भनिन्छ है त ओके है त यसरी हेर्ने है त 1 को ए यसरी जुन जुन एक्सर्साइज छ त्यही अनुसारको मिनिङहरू यहाँ दिएको हुन्छ ओके मैले जसरी हाइलाइट गरेँ तपाईँले पनि त्यसरी नै हाइलाइट गर्न सक्नुहुन्छ तपाईँलाई सजिलो हुन्छ त्यो गर्न है त ओके प्रिभियस भिडियोमा यसको डिस्कस गर्दै थियौँ होइन यसमा हेर्नुहोस् त हामीले के गरेका थियौँ त ग्रामटिकमा पुगेको थियौँ हामी है ग्रामटिकमा के थियो बेफ्राग आउस जाग जाट भन्थ्यो बेफ्राग भनेको डब्लुएच क्वेसन हो आउस जाग जाट भनेको के हो त स्टेटमेन्ट हो है त बेफ्राग भनेको डब्लुएच क्वेसन हो क्या जस्तो हामीले इङ्ग्लिसमा डब्लुएच वाट इज योर नेम हाउ आर यु हाउ ओल्ड आर यु भन्दाखेरि के हुन्छ हेर्नुहोस् त वाट इज योर नेम भन्दा वाट पछि इज आयो भब सेकेन्ड पोजिसनमै हुन्छ नि जर्मनमा पनि त्यही हुन्छ हेर्नुहोस् त भो बोनेन्जी हामीले सबभन्दा अगाडि पढेको डब्लुएच क्वेसन यही हो क्या हो सिमिलरली वेयर कम्स टु वी हाइस्ट इयर वी इज चाइन नाम सबै केसमा के हुन्छ हेर्नुहोस् त डब्लुएच वर्ड हुन्छ भेबोर्ड हुन्छ भब हुन्छ अनि सब्जेक्ट हुन्छ क्या सेम एज इङ्ग्लिस है अर्को चाहिँ हेर्नुहोस् त आउस जाग जाट भन्छ यो भनेको एसर्टिभ अथवा स्टेटमेन्ट भनेको होइन जस्तो हेर्नुहोस् त हामी के पढाएको थियौँ इस बोन इन बोन भनेको एज बिन बोन इस कमे आउस लमजुङ भनेको म लमजुङबाट आएको भनेको एउटा इस थोमस भनेको चाहिँ थोमास है भनेको चाहिँ इज कल थोमस जाइन नाम इस मार्कुस भन्छ यसमा के छ त सब्जेक्ट छ अनि भब छ जसरी पनि के हुन्छ भबको पोजिसन चाहिँ के हुन्छ त सेकेन्ड पोजिसनमै हुन्छ है त कुरो चाहिँ हेर्नुहोस् त्यहाँ ग्रामटिकमा बेफ्रागमा बेबिस टु वी हाइज टु वेयर कम फ्राउ याङ भो बोनेन्जी वेल्चे स्प्राखन स्प्रेसनजी भनेको छ नि भेबोट भनेको डब्लुएच वर्ड हो भब सेकेन्ड पोजिसनमा हुन्छ भनेको छ क्या डब्लुएच वर्ड फर्स्ट पोजिसनमा 1 लेखेको छ यहाँ त्यसपछि के लेखेको छ 2 अब सिमिलर त आउस जाग जार्ज भनेको एसर्टिभ हो स्पिन युलिया इसाइसे ग्रेगोर जी कम्ट आउस सिना स्कोमेज जी कम्ट आउस सिना स्पोनेन च्युरिस स्पेसिफिक डोइच यहाँ छ नि होइन त्यसपछि सुब्जेक्ट अनि भब छ हेर्नुहोस् न यहाँ यस्तो छ यो अब भर्ब एन्ड पर्सनल प्रोनाउन भनेको मतलब भब एन्ड प्रोनाउन त्यसपछि डिटेलमा पढ्छौँ अहिले चाहिँ हामीले यहाँ सिङ्गुलरको मात्र गरेर चाहिँ जाइन भएको थियो यसमा बिन हुन्छ डुमा बिस्ट एडजिएसमा के हुँदो रहेछ एडएसजी छ इस्ट हुन्छ जीको जिन हुन्छ अब अरू भबहरू के हेर्नुहोस् त इसमा जहिले पनि लास्टमा इ नै हुन्छ कि हाइसिङ इस हाइसे भयो इस कोमे नै भयो है हो डुमा चाहिँ एसटी लाग्दैन किन लाग्दैन हामीले पढिसकेको छ किनकि एसजेडको सट्टामा हामी डबल एस लेख्न सक्छौँ त डबल एस लेख्न मिल्छ नि त त्यही भएर एसटी लाग्दैन टी मात्र लाग्छ है डुमा चाहिँ कम्स छ यसमा स्प्रिस छ होइन एडजिएमा चाहिँ फेरि टी भइहाल्यो इस्ट कोम्ट स्प्रिस्ट भइहाल्यो जीमा फेरि जिन हाइसेन कमेन्ट छ एक्सप्रेसनको हेर्नुहोस् त हामीले पहिला डिस्कस गरेका थियौँ डु फर्म र एडजिएस फर्ममा चाहिँ ई आईमा चेन्ज हुन्छ भनेर पढाएको थियो पछि हामीले भबको कन्जुगेसन पढ्दाखेरि त्यसलाई हामीले डिटेलमा पढिहाल्छौँ है त अब लास्टमा के भनेको छ त रिफरेन्स इन टेक्स्टेन भनेको मतलब यो भनेको रिफरेन्स इन टेक्स्ट भने दस इज फ्राउ लाङ उहाँको को हो त फ्राउ लाङ जी कन्टास्ट हो जी भनेर कसलाई भनेको फ्राउ लाङलाई भनेको ओके फेरि जी स्पिच डोइच स्पानिस इन इङ्ग्लिस भनेको छ नि जी भनेकोलाई सी भनेको कि सी भनेको गो यहाँ फ्राउ लाङ हो है त सिमिलर डास इज यान भनेको छ जस्तो उको त यान हो एयर कन्टास्ट फ्राङ्कफुट भनेको चाहिँ एयर भनेको यानलाई भने हो है अनि फेरि एयर बोन्डिङ च्युरिस भनेको कहाँ बस्छ च्युरिसमा बस्छ भनेको जस्तो हामी इङ्ग्लिसमा गर्छौँ नि सुरुमा नाम लेख्छौँ त्यसरी प्रोनाउन लेख्छौँ नि हो त्यही नै कुरा हो है त यो है त ल यस माखेबाट आइनेगे युबुङ फ्रम आर्बार्सबुक है त यो आर्बार्सबुकबाट पनि हामी केही एक्सर्साइजहरू गर्छौँ है तपाईँहरूमा त केही एक्सर्साइजहरू तपाईँहरूलाई म गरिदिन्छु है आर्बार्सबुकमा पनि त्यही हो जस्तो त्यही हुन्छ है त्यही 12वटै च्याप्टर हुन्छ जस्तो कुर्सबुकमा जस्तो च्याप्टर नाम त्यही नै नाम हुन्छ च्याप्टरको नाम पनि होइन अनि प्लेटफर्म च्वाइ प्लेटफर्म फेयर यसमा सबै प्रिफरेन्स ट्रेनिङ हुन्छ मतलब एक्जामिनेसनमा तपाईँलाई कस्तो क्वेसनहरू आउन सक्छ त A1को एक्जाममा त्यही क्वेसनहरूको प्रिफरेन्स ट्रेनिङ त्यही टाइपको मोडल टाइपको क्वेसनहरू तपाईँले गर्नुहुन्छ यसमा है त ल हेर्नुहोस् हरेक लेसन पछाडि एउटा प्लेटफर्म आउँछ कि नम्बर 3वटा लेसन पछि 4वटा प्लेटफर्म हुन्छ यसमा है ल
Okay, von Aufgabe, Arbeitsbuch, ja, was ist Seite 6, okay, Page number 6, पढ machen wir die Übung, okay, Aufgabe 2a गर्छ त यसको के रहेछ हालो च्युज छ एक्सरसाइज कसरी गर्ने त was sagen die Leute ergänzen sie भनेको मतलब यो यिनीहरुले के भन्छन् त गर्नु पर्ने यो तीनटा पिक्चर छ यो तीनटा पिक्चर के भनेर कन्भर्सेसन गर्छ भने त च्युज छ इसाइसे पिटर छ डाङ्के गुड उन्डियर भनेर भनेको छ है जस्तै जस्तो हेलो आना वी गेट्स डाङ्के गुड उन्डियर त सजिलै छ नि हेर्नु यिनीहरु दुई जना भेटिरहेछन् कुराकानी गरिरहेछन् हो उन्डियर भनेको मतलब एन्ड यु भनेर भनेको क्या उन्डियर भनेको छ है अनि तिमीलाई कस्तो छ भनेर भनेको है यो त यहाँ काटेकै छ यो बाँकीको लेख्ने हो जस्तो 2 मा त हेलो स्पिन टिना हेलो भनेको छ नि यिनीहरु इन्ट्रोडक्सन गर्दैछ नम्बर 2 मा हो हैन के हुनु पर्यो इसाइसे पिटर हुन्छ है नम्बर 3 मा के छ च्युज छ अनि च्युज विस्पार भनेर भनेको छ है त ल ओके For any queries, you can ask me or call me in my WhatsApp. My WhatsApp number is listed in details. Details ma मैले मेरो WhatsApp number गर्न सक्नुहुन्छ अथवा you can call me any time, okay? अब क्लासको लागि पनि तपाईहरुले मलाई उसको लागि कन्ट्याक्ट गर्न सक्नुहुन्छ केही बुझ्नु भएको छैन मलाई सोध्नु पनि सक्नुभयो अथवा कमेन्ट लेख्न सक्नुभयो है भिडियो कस्तो लाग्यो त्यसको पनि दिनुस् है त ओके vielen Dank ja das ist alles für heute ja auf Wiedersehen bis bald okay schönen Tag